एकछिन सबै यहाँ यता आउँछ। जनसमुदायलाई हार्दिक अभिवादन गर्न चाहन्छु। आज हामीले आज बिहान मात्रै नेकपा एमालेका स्कन्धर्य अध्यक्ष तत्काल पूर्व प्रधानमन्त्रीलाई नेपाल सरकारको गृहमन्त्रीको ठाडो आदेशमा जुन खालको चाहिँ गिरफ्तार गरेको छ त्यो असंवैधानिक छ। यो चाहिँ एउटा त्रुटिपूर्ण छ र त्यस पछाडि यो चाहिँ प्रतिशोधपूर्ण छ भन्ने नेकपा एमालेको ठहर गरेको छ। र नेकपा एमाले हिजो हामीले के भनेका छौँ भने त्यतिखेर प्रधानमन्त्रीको हैसियतले गृहमन्त्रीको हैसियतले नैतिक रूपमा त्यसको जवाफदेही हुनुपर्ने स्वाभाविक हो। र कुनै पनि नेपालको कानुनले संविधानले त्यस्तो खालको नेतृत्वमा रहेको व्यक्तिलाई फौजदारी अभियोग लगाउने कुनै पनि अधिकार छैन र लगाउन मिल्दैन। तर कार्कीको जुन आयोग छ हिजो गौरीबहादुर कार्की जतिखेर आयोगको अध्यक्ष बनाइएको थियो त्यतिखेरै नेकपा एमाले भनेको थियो कि यो व्यक्ति गलत छ। योभन्दा अगाडि जुन आन्दोलनलाई उक्साउने भड्काउने र त्यसपछि मान्छे मार्न लाउने र जलाउन लाउने मान्छे गौरीबहादुर कार्की हो। उसको आयोगले निष्पक्ष छानबिन गर्न सक्दैन भन्ने कुरा हामीले त्यतिखेर भनेका थियौँ। र आज संविधान उसको अधिकार क्षेत्रभन्दा बाहिर गएर फैसला समेत गर्ने काम जुन गरेको छ त्यसको विरोध नेकपा एमाले गरेको छ। यदि अहिलेको सरकारले यसलाई सच्याएन भनेदेखि नेकपा एमाले देशभरि ठुलो आन्दोलन गर्नेछ र यसबाट हुने क्षति नेपाल सरकारले जिम्मा लिनुपर्छ। र आज जसरी चाहिँ एउटा प्रतिशोधपूर्ण तरिकाले हाम्रो अध्यक्षलाई समाइएको छ हामी उनीहरूलाई एउटा चुनौती दिन्छौँ तुरुन्त रिहा गर, होइन भने हामी यो आन्दोलनलाई थप बनाउनेछौँ। र म नेकपा एमालेका कार्यवाहक अध्यक्षज्यूलाई आफ्नो भनाइ राख्दै यो आजको हाम्रो विरोध सभालाई समापन गर्न अनुरोध गर्छु। र भोलि बिहान 11 बजे हामीले विरोध र्याली राखेका छौँ। म सम्पूर्ण जनसमुदाय आज हामीलाई केपी ओलीलाई समातेको छ। तर यो जुन चाहिँ एउटा नैतिकहीन तरिकाले कानुन विरुद्ध सबैलाई यो काम यो सरकारले गर्दै गयो भने त्यसको फलमा आम जनता पर्नेछ। त्यसैले म सचेत रहन र भोलिको कार्यक्रममा आउन आह्वान गर्दै अध्यक्ष कर्णलाई आफ्नो भनाइसहित यो कार्यक्रम समापनको लागि